जे पढ्नुहुन्छ नि पढ्ने चिजको लजिक छ। तपाईहरु आज पनि कसरी पढ्नुहुन्छ थाहा छ? पढ्ने किन त भन्दाखेरि जाँचमा नम्बर ल्याउनलाई पढ्ने, बाउआमा कराउँछ त्यही भएर पढ्ने, टिचरले गाली गर्छ त्यही भएर पढ्ने, त्यसलाई होइन। बाउआमालाई खुसी पार्नको लागि, टिचरको गाली नखानको लागि होमवर्क गर्ने होइन। तपाईहरुले हरेक विषय जे पढ्नुहुन्छ त्यसलाई भोलि म प्र्याक्टिकली लाइफमा कहाँ युज गर्छु भनेर तपाईले भोलि हुने प्र्याक्टिसलाई आज रिलेट गरेर पढ्नुस्। तपाई एउटा कुरा बिर्सिनुहुन्न र भोलि त्यसलाई युज गर्न सक्नुहुन्छ र तपाईलाई त्यसले भोलि बिहान आज फाउन्डेसन क्रिएट गर्ने हो। नम्बर एक्जाममा कमाउँदा केही फरक पर्दैन, कहिले कम हुन्छ कहिले बढी हुन्छ, तर तपाईले त्यो बेस बनाउँदाखेरि प्र्याक्टिकल भोलि मेरो लाइफमा यो आज पढेको चिजलाई कसरी युज गर्छु कोअर्डिनेट गरेर पढिदिनुस्। आजको डेटमा तपाईले जसरी पढेर गइराख्नु भएको छ यो 4-6 वर्ष मेहनत गरेर दुःख गरेर पढ्नुस्। तपाई भोलि अब्बल भएर निस्क्यो भने भन्छ नि पढेन भने पछि के हुन्छ थाहा छ? अहिले अब म ब्याङ्कमा सिओ छु, कति साथीभाइले ए मेरो भान्जी छ, भतिजी छ, भान्जा छ, साला छ, भाइ छ, जागिर लाइदैन। व्हाट डु मिन बाइ जागिर लाइदे? मास्टर्स गरेछ अरे, एमबिए गरेछ, जागिर लाइदे किन गर्यो त भन्दाखेरि पढ्दाखेरि मेहनत गरेको छैन, कन्फिडेन्स छैन, सोधेको चिजको जवाब दिन सक्दैन, अनि ल्याङ्नु ए बाबा यति दुःख गरेर पढेर यत्रो खर्च गरेर मलाई क्वालिफिकेसन लिइसकेपछि जागिर लाइदिने, जागिर खोज्दै आउनुपर्छ। त्यसको लागि तपाईँ यो 4-6 वर्ष दुःख गर्नुस्, मेहनत गर्नुस्। म तपाईँलाई भन्छु बिकम पढ्ने बेलासम्म हाम्रो पनि पारा त्यस्तै थियो, 4 वर्ष मात्रै सिए पढेर मेहनत गरे हो। मलाई आजको डेटमा धेरै मान्छेले सोध्छन् राष्ट्र ब्याङ्क छोडिदिनु भयो, तपाईँले छोडेकै हो, राजीनामा दिएकै हो, स्वीकृत भएकै हो, होइन? के फरक पर्छ र? जागिर जिन्दगी होइन लाग्यो। आज पनि कन्फिडेन्स छ, ग्लोबल आइएम ब्याङ्कमा पनि काम गर्थेँ, सिनियर म्यानेजमेन्टमा थिएँ, जागिर छोड्दा डरै लाग्दैन के, ए यो छोड्यो अर्को राम्रो पाउँछ लाग्छ। त्यो कन्फिडेन्स कहाँबाट आयो त भन्दाखेरि 4 वर्ष साँच्चीकै जिन्दगीमा मेहनत गरे हो। त्यो मेहनतले आजको डेटको कन्फिडेन्सको लेभल चाहिँ साँच्चीकै जागिरको त डरै लाग्दैन, छोड्छु होइन? सो तपाईँहरू पनि म चाहन्छु सो 4-6 वर्ष तपाईँहरू आफू यति स्ट्रङली मेहनत गर्नुस्, यति मजबुत बनाउनुस् आफूलाई। घरको त्यो हुन्छ नि एकदमै भर्खर भूकम्प गएको छ नि, त्यो एकदम फाउन्डेसन स्ट्रङ भयो भने माथि घर हल्ली हल्ली राख्यो भने पनि केही पनि हुनेवाला छैन, मच्ची हुन्छ, ए हल्लिराख होइन? सो मेक योर फाउन्डेसन सो स्ट्रङ नाउ सो द्याट पछि तपाईँको बाउ आमा काका मामा टिचर कसैले चाहिँ ज्याक लाउने होइन। तपाईँलाई जागिर खोज्दै आउनुपर्छ, जागिरसँग तपाईँ डर्नुहुन्न, या तपाईँले जे गर्नुहुन्छ त्यसको लागि तपाईँ अब्बल दर्जाको मान्छे हो। जागिर मात्र होइन, भोलि प्रोफेसनमा जानुहुन्छ, व्यापार गर्नुहुन्छ भने पनि तपाईँ अब्बल मान्छे हो भन्नुको लागि तपाईँले अहिले प्र्याक्टिकल्ली जुन पढेको गरेको चिजहरूलाई भोलि युज गर्न सक्नुभयो भने त्यसले तपाईँलाई राम्रो गर्छ। त्यस कारणले एक्जाममा मार्क्स ल्याउनुको लागि, टिचरको गाली कम खानको लागि, या प्यारेन्ट्सहरूलाई खुसी पार्नको लागि मात्र होइन, तपाईँ भोलि म क्यारियर यसमा बेस बनाएर राम्रो गर्छु भन्नुको लागि पढिदिनु भयो भने देयर आर लट्स अफ स्कोप। तपाईँहरू ग्रो भएर जागिर खाने बेलासम्म त देश त साँच्चीकै भयङ्कर सुन्दर भइसकेको हुन्छ। हामीभन्दा तपाईँले 10 गुणा बढी अपर्च्युनिटी पाउनुहुन्छ। थ्याङ्क यू।